ಇಂದು ಭಾನುವಾರ ನೇಪಾಳದ ಪೋಖರಾ ಅಂತಾರಾಷ್ಟ್ರೀಯ ವಿಮಾನ ನಿಲ್ದಾಣದಲ್ಲಿ ಪ್ರಯಾಣಿಕರ ವಿಮಾನವೊಂದು ಪತನಗೊಂಡಿದೆ. ಅಪಘಾತದ ಸಮಯದಲ್ಲಿ 72 ಪ್ರಯಾಣಿಕರು ಮತ್ತು 4 ಸಿಬ್ಬಂದಿ ವಿಮಾನದಲ್ಲಿದ್ದರು. 13 ಜನ ಸಾವನ್ನಪ್ಪಿದ್ದಾರೆ ಮತ್ತು ಹಲವಾರು ಮಂದಿ ಗಾಯಗೊಂಡಿದ್ದಾರೆ. ಸಾವಿನ ಸಂಖ್ಯೆ ಹೆಚ್ಚಾಗುವ ಸಾಧ್ಯತೆ ಇದೆ ಎನ್ನಲಾಗುತ್ತಿದೆ. ತೀವ್ರಗತಿಯಲ್ಲಿ ರಕ್ಷಣಾ ಕಾರ್ಯ ನಡೆಯುತ್ತಿದೆ. ಸದ್ಯಕ್ಕೆ ವಿಮಾನ ನಿಲ್ದಾಣವನ್ನು ಮುಚ್ಚಲಾಗಿದೆ. ಇದು ಹಳೆಯ ವಿಮಾನ ನಿಲ್ದಾಣ ಮತ್ತು ಪೋಖರಾ ಅಂತಾರಾಷ್ಟ್ರೀಯ ವಿಮಾನ ನಿಲ್ದಾಣದ ನಡುವೆ ಪತನಗೊಂಡಿದೆ ಎಂದು ಅಧಿಕಾರಿಗಳು ತಿಳಿಸಿದ್ದಾರೆ. ಎಲ್ಲಿಂದ ಹೊರಟಿದ್ದ ವಿಮಾನ, ಹೇಗಾಯಿತು ಘಟನೆ ಎಂಬ ಕುರಿತು ಇನ್ನಷ್ಟೇ ವಿವರಗಳು ಲಭ್ಯವಾಗಬೇಕಿದೆ. ಆದರೆ ಪೂರ್ತಿ ವಿಮಾನ ಬೆಂಕಿ ಹೊತ್ತಿ ಉರಿಯುತ್ತಿರುವ ದೃಶ್ಯಾವಳಿಗಳು ಸಾಮಾಜಿಕ ಮಾಧ್ಯಮಗಳಲ್ಲಿ ಹರಿದಾಡುತ್ತಿದೆ. त्यो प्लेन है प्रत्यक्ष लाइभ बस्छौँ हामी. ठुलो है प्लेन यति एयरलाइन्सको है प्लेन खसेर पोखरामा अहिले भर्खर है. माथि बर्किनुको आगो लाग्यो अलि माथि बर्किनु दमकललाई फोन गर्यो. भर्खरै पोखरामा प्लेन क्रस भयो. प्लेन कसरी तानेर त्यहाँ जानै सक्नु परेन. खाल्टो छ यहाँ, खाल्टो छ क्या. खाल्टो जाने प्लेन क्रास भएको है भर्खरै. प्लेन पोखरा लाइभ पोखरा यहाँ सेतीको उसमा त प्लेन यति एयरलाइन्सको प्लेन है. यति एयरलाइन्स ठुलो छ कि ठुलो कि सानो हो? नाति 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 ए नाति 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 भाइ भाइ आरामले 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 नाति भाइ तिमी पानी हाल्ने पानी पानी पानी. यति एयरलाइन्सको है सबै हेर्न. पोखरामा यति एयरलाइन्सको है. यति रहेछ यति. यति रहेछ. भयो एकैछिन हेर्नु दाइ. अब के गर्ने हेर्नु सक्दैन त, सम्भवै छैन. त्यहाँ खाल्टो छ क्या, जानै सक्दैन त्यहाँ. मान्छे देखेछ तानै सक्दैन. अब त्यत्रो खाल्टो छ. छोरै छोरै त्यहाँ ब्रस र छोरै हेर्नु त. पर्क्यो सबै. अब यहाँ सबै पर्क्यो. अब पोखरामा भर्खरै प्लेन क्रास भयो है. ल है रेस्क्यु भइरहेछ. रेस्क्यु भइरहेछ है. रेस्क्यु भइरहेछ. ओ त्यहाँ आरामले आरामले
है सबैलाई त्यस रेस्क्यु भइरहेछ है रेस्क्यु यति गरेर चाहिँ यतिको बाउरम यतिको रे यति भर्खरै हेर्नु यतिका म त माथि कट धरेर चाहिँ सिधै बाङमा त्यो नि राङ्गो यार यति सबै उड्यो यार तल यार बिचरा हेर्नु बिचरै बेसी गरेर निकालेको मुख ढाक्दिनु फास हाल्नु पर्यो फास नाति भाइ आरामले नाति भाइ तिमी पानी हाल्ने पानी यति एयरलाइन्सको है सबै हेर्नु पोखरामा यति एयरलाइन्सको है यति रहेछ यति रहेछ भयो एकैछिन हेर्नु दाइ अब के गर्ने हेर्नु सक्दैन त सम्भवै छैन त्यहाँ खाल्टो छ क्या जानै सक्दैन त्यहाँ मान्छे देखेछ तानै सक्दैन अब त्यत्रो खाल्टो छ छोरै त्यहाँ ब्रस र छोरै हेर्नु त पर्क्यो सबै अब यहाँ सबै पर्क्यो अब पोखरामा भर्खरै प्लेन क्रास भयो है ल है रेस्क्यु भइरहेछ है रेस्क्यु भइरहेछ कसरी तानेर त्यहाँ जानै सक्नु परेन यहाँ केही पनि देख्ने अवस्थामा छैन सबै छेद विच्छेद भएको छ यति एयरलाइन्सको यहाँ केही पनि देख्ने अवस्थामा छैन सबै छेद विच्छेद भएको छ यति एयरलाइन्सको कसरी तानेर त्यहाँ जानै सक्नु परेन
यहाँ केही पनि देख्ने अवस्थामा छैन, सबै छेद विच्छेद भएको छ। यति एयरलाइन्सको